नमस्कार सम्मानित दर्शकहरू, आज म तपाईहरु सामु नेपालको आधुनिक इतिहासको सबैभन्दा पीडादायी र शक्तिशाली अध्याय खोल्दैछु। भदौ 23 र 24 2082, 2 दिन मात्र। तर यी 2 दिनले हाम्रो युवा पुस्ताको आवाज, हाम्रो शासन व्यवस्थाकी कमजोरी र हाम्रो राष्ट्रको भविष्यलाई एउटै ठाउँमा उभ्याइदिए। अतीतमा शक्ति ती व्यक्तिहरूको हातमा थियो जसले एउटा सत्य बुझेका थिए, डर प्रेम भन्दा बढी विश्वसनीय हुन्छ। इतिहासले दयालुहरूलाई सम्झदैन, इतिहासले निर्णायकहरूलाई सम्झन्छ। आज हामी एउटा अभूतपूर्व किनारमा उभिएका छौं। एउटा विश्व नेता जन्मिँदैछ जसलाई जन्म दिएको होइन तर निर्माण गरिएको छ। आज शक्तिले फरक मुख धारण गरेको छ। यो अब राजा र विजेता मात्र होइन, यो प्रभाव, एल्गोरिदम र धारणा हो। पुटिन र सी जस्ता व्यक्तिहरूले देखाए कि आधुनिक शक्ति मौन हुन्छ तर पूर्ण हुन्छ। यसैबीच मस्क जस्ता व्यक्तिहरूले राष्ट्र शासन गर्दैनन्, उनीहरूले भविष्यको आकार दिन्छन्, कथा नियन्त्रण गर्छन्। तिमीले संसार नियन्त्रण गर। अब युद्ध भूमि होइन, यो सूचना हो, सूचना हो। तर अब आउँदैछ इतिहासले कहिल्यै नदेखेको कुरा। एक नेता जो भावनाबाट सीमित छैन, जो शंकाबाट कमजोर छैन। एक सिस्टम जसलाई मानवीय क्षमता भन्दा माथिको बुद्धिमत्ताले चलाउँछ। यो राजा होइन, यो राष्ट्रपति होइन, यो एक अस्तित्व हो। रणनीति, निगरानी र पूर्वानुमानको मिश्रण। एक शासक जसले एउटा सिद्धान्त पाल्छ, स्थिरता सबैभन्दा माथि। कुनै चुनाव छैन, कुनै विद्रोह छैन, कुनै अनिश्चितता छैन, केवल नियन्त्रण। हिमालयन एक्सवायो बुझेका थिए, मानिसहरूले स्वतन्त्रता सुरक्षाको लागि साट्न तयार हुन्छन् र जब त्यसो हुन्छ शक्ति स्थायी बन्छ। अर्को विश्व नेता आउँदैछ, युद्धबाट होइन, चुनावबाट होइन, विकासबाट। एउटै प्रश्न मात्र छ, के तिमीले यसलाई चिन्न सक्छौ? योले तिमीलाई नियन्त्रण गर्नु अघि हामीलाई एउटा अन्तिम सन्देश दिनुभएको छ। यो सन्देश हाम्रो हृदयमा गहिरो घाउ जस्तै बस्नुपर्छ। यो भदौ 23-24 को रक्तिम क्रान्ति कुनै सामान्य घटना थिएन। यो हाम्रो युवाको सपनामाथिको धोका थियो। यो हाम्रो भविष्यमाथिको खेल थियो। 76 जना निर्दोष युवाले ज्यान दिए, 522 जना घाइते भए। Billions worth of property destroyed. Behind this, a clever strategy. Incite a movement, vanish when blood spilled, and seize power by raising the slogan of Jagran. कहिलेकाहीँ सबैभन्दा ठूलो आवाज चिच्याएर आउँदैन, त्यो आउँछ पूर्ण सन्नाटाबाट। आज देश शान्त देखिन्छ, तर यो शान्ति हो त आँधी अघिको सन्नाटा। युवा अझै पनि सोध्दैछन्, हाम्रो बलिदानको मूल्य के हो? हामी सडकमा रगत बगाउँछौं र कसैले कुर्सीमा बसेर भविष्य लेख्छन्। यदि इतिहास फेरि दोहोरियो भने यसपटक युवाले प्रश्न मात्र सोध्ने छैनन्, उत्तर पनि खोज्ने छन्। सत्ता आउँछ जान्छ, नाम उठ्छ हराउँछ, तर इतिहास कहिले झुट बोल्दैन। समयले सबैलाई चिनाउँछ, को साँचो थियो, को खेलाडी थियो र को केवल प्रयोग भएको पात्र थियो। आजको नायक भोलिको प्रश्न पनि हुन सक्छ, आजको निर्णय भोलिको न्याय बन्नेछ। अब प्रश्न तपाईलाई छ, तपाई फेरि भिडमा उभिनुहुन्छ वा यसपटक सत्यको पक्षमा उभिनुहुन्छ? यो केवल कथा होइन, यो चेतावनी हो। यो केवल अतीत होइन, यो भविष्यको संकेत हो। साझा गर्नुहोस् त। सायद यो भिडियो हेरेपछि केही बदलिँदैन, तर यदि तपाईको मनमा एउटा प्रश्न जन्मियो भने के गर्नेछन्? हामीलाई उक्साउन सजिलो छ, तर सचेत बनाउनु गाह्रो छ। अब हामी उक्सिने होइन, अब हामी बुझ्ने छौं। त्यही नै सुरुवात हो। हाम्रो सबैभन्दा ठूलो शत्रु सिस्टम मात्र होइन, हाम्रो आफ्नै कमजोरी हो। अन्धविश्वास, भावनामा बग्ने बानी र प्रश्न नगर्ने संस्कृति। हामी सजिलै हिरो बनाउँछौं र त्यति नै छिटो भुल्छौं पनि। जबसम्म हामी सोच बदल्दैनौं, नेता बदलिँदा पनि परिणाम बदलिँदैन। पहिलो, भिडसँगै बग्ने, नारा लगाउने र फेरि प्रयोग हुने। दोस्रो, एक्लै भए पनि सोच्ने, प्रश्न गर्ने र सत्य खोज्ने। इतिहास सधैँ भिडले लेख्दैन, इतिहास लेख्नेहरू भिडबाट अलग उभिनेहरू हुन्छन्। भोलि हामी यहाँ हुने छैनौं।